मेरो स्वास्थ्य मेरो जिम्मेवारी निरोगी नेपाल निर्माण अभियान शारीरिक व्यायाम मार्फत स्वस्थ जीवनशैलीको लागि खुल्ला व्यायामशाला भन्ने चाहिँ घोराई उपमहानगरपालिकाको चाहिँ वडा नम्बर 18 बैलडाँडा भन्ने स्थानमा यस्तो यो शारीरिक परिश्रम गर्ने एउटा कार्यशाला जस्तो बनाइएको रहेछ। आदरणीय दर्शकबिनहरू हेर्नुहोस्, यहाँ चाहिँ यो आयुर्वेद हस्पिटल लगायतको उपमहानगरपालिकाको सहकार्यमा र यो क्लब पनि रहेछ, यो बैलडाँडा चौतारी क्लब भन्ने, यसले चाहिँ यो बनाएको रहेछ। नेपाल सरकारको पनि लगानी रहेछ यस्तो वनमा। हेर्नु न, शारीरिक व्यायामको लागि यो संरचना, यो मानव निर्मित एउटा संरचना बनाएको रहेछ। आदरणीय दर्शकबिनहरू, यहाँ चाहिँ एकदमै व्यायाम पेल्ने, यो साइकल रेस चलाउने, हेर्नुहोस् त यहाँ हामी देखिरहेका छौँ। यहाँ बुद्धको मूर्ति पनि रहेछ। हेर्नुहोस् आदरणीय दर्शकबिनहरू, म यसो घुम्न आएको थिएँ यहाँ। सबै छ यहाँ, साना खेल्न लाग्नु भएको छ, पेल्ने यो पिङहरू खेल्नु भएको छ यो है त। यहाँ धेरै कुराहरू छ यो खेल्ने, यो व्यायामहरू गर्ने, यस्तो यो हेर्नुहोस् त, यो धेरै कुराहरू छ यो यसमा। शारीरिक व्यायामको लागि यो बनाएको रहेछ यहाँ। हेर्नुहोस् दर्शकबिनहरू, पिङहरू पनि खेल्ने सबै बनाएको रहेछ। संरचनाहरू अझै बनाउने कुरा पनि रहेछ यहाँ। एकदम रमाइलो। यहाँदेखि चाहिँ घोराई महानगरपालिकाको पुरै भ्याली देखिँदो रहेछ। यो अहिले त घाम अस्ताउने टाइम र यो तुवालो लागेको छ अहिले त। हेर्नुहोस् दर्शकबिनहरू, रमाइलो छ। भर्खर म आएको थिएँ यहाँ, यस्तो देखिरहेका छौँ। यो चाहिँ यस्तो रहेछ। एउटा रमणीय क्षेत्र यो। यहाँ चाहिँ विशेष गरी धुप्पीहरू सालहरू पाइदो रहेछ। हेर्नुहोस् त, सिसी क्यामेरा पनि जडान रहेछ है त यहाँ। हो, अलि त हरेक कुरामा सचेत हुनुपर्छ। तोडफोड गऱ्यो भने फेरि कारबाही पनि हुनसक्छ। सिसी क्यामेरा जडित रहेछ। सेवा सुविधा भनेको यो हो नि त। आदरणीय दर्शकबिनहरू हेर्नुहोस् नि।